सो आज चाहिँ म मेरो दिदीलाई प्राङ्क हान्न गइरहेछु। हेरौँ त दिदीले के भन्नुहुन्छ। जाँदैछ फोन। हेलो काटिदिएको नि त हौ। अनि यस्तो त्यतिकै क्या न त्यतिकै के को आउडा झिलझिले गएको नि अब गएको नि एक्लै। हाम्रो मान्छे हुँदैन झिलझिलेमा। हो साँच्ची के नाटक। अहिले नाटक भन्दा चाहिँ आँसुसँग होइन, आँसुसँग होइन हौ। साँच्ची त अहिले भन्दिनँ। अनि भन्दा पनि अहिले अहिले मामहरूको घर यस्तो हुन्छ। मामहरूको घर यस्तो हुन्छ। कस्तो नपत्याएको मामहरूको घर यस्तो हुन्छ। यस्तो छ मामको घर। उड अब हेर्न देखाउँदा पनि उडाएको पो हुन्छ त। बिस्तारो ल हेर्नु बिस्तारो। यस्तो छ मामको घर। मामको घर यस्तो छ। गएको अब गइदिएको अब गइदिएको। के अब गइसक्यो त के को कुटाइ नछुटाइ नि। अब विचार चोखे त्यो चाहिँ। आउँछु कि आउँदिनँ विचार चोखे। अनि अब गइसक्यो त के गर्नु अब। गएको नि अब अब लाने मान्छेले जाउँ भनेपछि चल्दिएको। राम्रो त नि। अनि अब पढ्नु त इक्जाम फाइनल त दिन्छु नि त नि गएर। के को ल्या अस्ति एडमिट कार्ड ल्याइसक्यो। अब यहीँबाट स्कुल गयो भने पनि इक्जाम दिनु पाउँछ। केही चाहिँदैन। अब गएर इक्जाम देख्नु मात्रै हो। अनि अब पारा पनि सकिहाल्छ। इक्जाम दिइसके सक्यो नि। अनि त्यहाँदेखि नपढ्ने त हो। के को जोक हौ साँच्ची भनेको। अघि दादाले कति 2-3 चोटि फोन हानिरहेको थियो नउठाएको। तपाईँले पनि गर्नु हुँदै थियो नि। त्यही त कस्तो लागिरहेको थियो भन्दा नउठाएको थियो। फेरि अनि उठाइदिएको। दादाले फोन गरिरहेछ कतिचोटि उठाएकै छिन्दैन। हो क्या साँच्ची नभन्नु नि त्यहाँ अहिले हो। सुन्नै हाल्नुपर्छ नगर्नै एकछिन अहिले। अन्त झिलझिलेमा छु भनेको। झिलझिलेमा झिलझिलेमा अनि म बाहिर बसिरहेछु नि त। अनि उता भित्र हुनुहुन्छ नि त। अहिले म बाहिर बसिरहेछु। यहाँ हेर्नु बाहिर बाहिर आउँदो रहेछ होइन बाहिर। ऊ भाइ चाहिँ हुनुहुन्छ। भाइ उता हुनुहुन्छ अरू मान्छेहरू। बाहिर खाटमा बसेको नि। भाडा मोल्ने ठाउँ यहाँ छ हेर्नु। भाडा मोल्ने ठाउँ। जिन्दगी गरेर यहीँ बित्छ अब। यहीँनिर हो मेरो यात्रा भनेको यही हो। रेस मासु घरमै होला नि। हो नि
यसमा आसु घरमै हुनुहुन्छ होला आसुलाई त थाहा छैन हो कसैलाई पनि थाहा छैन के कस्तो नपत्याएको साँच्ची भनेको अब अब कुदिसक्यो अब बौलाएर हो कि नबौलाएर थाहा छैन ए दादालाई अब दादाले के भन्छ है दादालाई मेरो दादा म घरमा त छैन म झिलझिलेमा अब एक्जाम त अब 21 गतेदेखि अब 21 गतेदेखि पनि सर्छ अब एक्जाम आन्दोलन चलिरहेछ अब अनि अब यो फेरि पनि सर्यो भने त हामी पनि आन्दोलन हान्दिने अब काठमाडौँ गएर हो त अब एक्जामै नलिएपछि अब त्यो पढेको कुरा के आउँछ भन्दै भन्दैन त्यस्तो होल स्क्वायर पढ्ने जमाना गयो 1-2 वर्ष अगाडि गइसकेको त्यो होल स्क्वायर इन्द्रासुले पनि फोन गर्नु हुँदैछ अब हो अनि होल स्क्वायर पढेको कहिलेदेखि कतिमा 8, 9, 10 मा पढ्दा पढेको अनि 2 वर्ष भइसक्यो होल स्क्वायर पढिसकेको सक्यो मान्छेले 1 वर्षमा बिर्सिन्छ 1 महिनामा बिर्सिन्छ भन्दा 2 वर्ष पढेको याद हुन्छ मलाई थाहा थियो क्या तपाईँले थाहा पाउँछ भनेर अन्त नगरेको हान्नु क्यामेरा बोकिरहेछ मैले अर्को फोन हान्नु यहाँ अर्को भ्यान अनि तपाईँलाई सबै थाहा भइहाल्छ अनि हान्नु पनि के भनेर हान्नु भनेर नभनेको क्या तपाईँलाई भाउजूले फोन दिदी र भाउजूले फोन हान्दैछ दादालाई चाहिँ सबै थाहा भइसकेको छ अनि दादाले चाहिँ थाहा भइहाल्छ नि त के गर्दैछु भनेर अब चाहिँ भाउजूलाई फेरि ल धन कमाउँछु भने कम्बर उठाउँदैन होला हौ सुनायो दादालाई तपाईँले आम्मामा हेर मान्छेहरू त कति छिटो अनि झन् नभन्नै भनेको त आमा सुन्नै हाल्नुपर्छ ढाँटिदिएको प्र्याङ्क हानिदिएको प्र्याङ्क हान्नु फोन के भन्यो होइन त्यहाँ आफन्त मान्छे छ अनि छ्यामा गाउँ गएको होला नि भन्दै थियो दादालाई त थाहा छ नि त अगाडि नै अनि म झिलझिले छु भनेपछि अनि दादालाई पनि हान्नु आँटेको थियो कि दादाले डाइरेक्ट कहाँ चाहिँ झन्दै अनि झिलझिलेमा छु भनेपछि कुरै अर्कै बनायो क्या दादाले अनि थाहा भइसकेको छ भनेर थाहा थियो मलाई दादालाई भइसक्यो भनेर डाइरेक्ट कहाँ चाहिँ भन्नुभयो नि त अनि झिलझिलेमा भनेको दादाले थाहा भइसकेको छ सुन्नै हाल्नुपर्छ है सुन्नै हाल्नुपर्छ यस्ता त छ मान्छेहरू अनि म केही भयो भने त अनि पक्न तेरो ढाड मात्छु भन्दै त्यसै भन्दै थियो दिदीले पनि पक्न दादालाई भनिदिन्छु भन्दै थियो दिदीले पनि बोल्दा बोल्दै फोन काटी गयो क्या अनि दादालाई फोन गर्दै थियो अनि फेरि फोन गर्दैछ दिदीले मलाई अनि अब बोल्नुपर्ने आइछ